जय श्री गोरखनाथ मचेन्द्रनाथ आदेश 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 शमशान काली आमा आदेश दुनियाँको उद्धार गरिदिनु होला, दुनियाँलाई चाहिँ रक्षा गरिदिनु होला। हरेक तान्त्रिकहरूको, हरेक माता धामी झाँक्रीको मन्त्रतन्त्रमा अझै शक्ति वृद्धि गराइदिनु होला। हिन्दू सनातनको चाहिँ जय महाकाली आमा आदेश। अहिले कस्तो खालको प्रवृत्ति छ भन्दाखेरि के बढिरहेको छ भन्दाखेरि झुट हो यो। धामी झाँक्री माताहरू यस्तो ढोङ्गी गर्दैछन् भन्दैछन् है। तपाईँहरूले छुट्याउन सक्नु भएन भने तपाईँले बोलेको गलत हो, प्रमाण दिन सक्नु भएन भने तपाईँले बोलेको गलत हो। मैले भन्न खोजेको म मात्रै सबैभन्दा जान्ने सुन्ने मै हो, धामी झाँक्री मै हो ठुलो भन्न खोजेको होइन है। सम्पूर्णले जान्नुपर्ने कुरा हो र हरेकले साधना गरेका छन्, हरेकले मन्त्रतन्त्र लिएको छन्, दुनियाँको उद्धारको लागि हो। सिधा कुरो तपाईँले भन्नुहोला धामी झाँक्रीले यस्तो पहिरन लगाउनुपर्छ, धामी झाँक्रीले यो बोक्नुपर्छ, यो ढ्याङ्ग्रो बोक्नुपर्छ, यस्तो बोक्नुपर्छ, त्यस्तो बोक्नुपर्छ भन्नुहोला। त्यो बोक्नु पर्ने भएको भए त्यो मन्त्रतन्त्र केलाई? तपाईँले मन्त्रतन्त्र छ भने चुड्की बजाएर पनि ढलेकोलाई उठाउन सक्नुहुन्छ, उठेकोलाई ढलाउन सक्नुहुन्छ। सिधा कुरा, सिधा। न त मलाई कुनै ढ्याङ्ग्रो चाहिन्छ न केही चाहिन्छ है। सम्पूर्णलाई थाहा नै होला, सम्पूर्ण धामी झाँक्रीले त्यही गर्छन्। त्यो चाहिँ के को लागि त भन्दाखेरि हामीले त सिधै यो गर र त्यो गर भनेर आदेश दिने होइन नि, चाहे नेगेटिभ शक्ति हो चाहे पोजिटिभ शक्ति हो, त्यो बजाएर पनि हामीले उहाँको गुणगान गाउने हो है। देवी देवताको हो चाहे वीर मसानको हो, नेगेटिभ पोजिटिभ दुइटैको गुणगान गाउने हो। उहाँको मन्त्र तन्त्र छ होइन, त्यसको लागि हो त्यो ढ्याङ्ग्रो भनेको। त्यो झुरमा भनेको जुन भनौँ न घन्टी घन्टीको माला हुन्छ त्यो बजाउने, त्यो गर्ने होइन। अनि यो खालको ढ्याङ्ग्रो बोक्नुपर्छ, यो खालको माला लाउनुपर्छ, यो खालको पहिरन लगाउनुपर्छ भन्ने जुन भनौँ न उहाँहरू चाहिँ गलत नै हुनुहुन्छ भनिदिन्छु म सिधा कुरो। अरे महादेवले भनौँ न महादेवले गाँजा खानुहुन्छ भन्दैमा गाँजा खाएर हुँदैन। महादेवले त हाल विष पिउनु भयो भने त जुन यो धरतीमा अहिले भनौँ न जुन यो धरतीमा जल छ नि त्योभन्दा बढी त विष पिउनु भयो। अनि सक्छौ तिमीहरू? अनि महाकाली आमाले जिब्रो निकालेर शान्त हुनुभयो नि त। अहिले यिनीहरू अनि जिब्रो निकालेर काम नै गर्ने। मैले भन्न खोजेको त्यो होइन है। मैले उहाँहरू नराम्रो हो भन्न खोजेको होइन। उहाँहरूले भन्नुहुन्छ नि जुन म देवी खेलाउँछु, देउता खेलाउँछु, शिव खेलाउँछु, पार्वती खेलाउँछु, तिमीहरूले खेलाएर खेल्ने हो? तिमीहरूले एउटा कसैलाई क्षति पुर्याउनलाई नेगेटिभ शक्तिको प्रयोग गर्नु छ भने त ती मसानलाई रातभर फलाकेर भनौँ न भोग खुवाएर सम्मानका साथ आफ्नो माग पुरा गराउँछौ भने अनि देवी देउता खेलाउँछौ तिमीहरूले। देवी देउता दयालु हुनुहुन्छ, मायालु हुनुहुन्छ भने उहाँहरू एकदमै डरलाग्दो रूप पनि धारणा गर्न सक्नुहुन्छ। यति कुरा चाहिँ याद राख्नु हर कोहीले है, हर कोहीले। मैले भन्न खोजेको म मात्रै जान्ने हो, मलाई सबै थाहा छ, यस्तो नगर त्यस्तो गरेर यो चाहिँ गर्नै पर्छ, यो गर्ने हुँदैन भन्न खोजेको होइन है। तिमीहरूले जुन अहिले सामाजिक सञ्जालमा विश्लेषण चलिरहेको छ नि होइन, माता छोरी मान्छेलाई आयो भने बोक्सी हुन्छ नत्र केही हुँदैन भन्ने एउटा नानीले हो कि दिदीले उहाँले विश्लेषण गर्नुभएको रहेछ। त्यो उहाँको पनि कुरा गलत हो, सिधा कुरो गरिदिन्छु। त्यो माता पार्वतीले त्यो बेलामा बोक्सी रूप धारणा गरेर त्यो ज्ञान तन्त्र मन्त्र ज्ञान किन लिनुभएको हो भन्ने कुरा थाहा छ कि थाहा छैन पहिलो कुरा है। कतिसम्म गहिराइमा अध्ययन गर्नुभएको हो भन्ने कुरा पनि हो। कुन राक्षसको वधको लागि होइन, कस्तो वरदान पाएको थियो त्यो राक्षसले र त्यसको वधको लागि माता पार्वतीले बोक्सिनी बनेर त्यो रूपै धारणा गरेर त्यो ज्ञानै लिएर चाहिँ उसलाई अन्त्य गर्नु पर्यो किन त? महादेव स्वयं आफैले दिनुभएको ज्ञान महादेवसितै थियो त त्यो ज्ञानहरू, महादेवले किन सक्नु भएन होइन? त्यसरी बुझ्ने हो। अनि आयो भने यो हुन्छ त्यही हुने हो। अनि सोचेर बोल्नु के तपाईँहरू अध्ययन गर्नु भएको छ होला, मभन्दा जान्ने हुनुहुन्छ, मभन्दा भनौँ न अब मैले कसैलाई बाण चलाउँदाखेरि वज्र चलाउँदाखेरि लाग्ला 2-3 दिन लाग्ला होइन, ढाल्नलाई मार्नलाई लाग्ला भने तपाईँहरूले गर्नु होला, एकै दिनमा नि गर्न सक्नुहुन्छ, ठाउँको ठाउँ गर्न सक्नुहुन्छ। त्यो म त्यसको रेस्पेक्ट गर्छु, कदर गर्छु क्या हर कोहीको। अनि म सम्मान पनि गर्छु। हिन्दू सनातन धर्ममा म रेस्पेक्ट गर्छु सबैको, चाहे तपाईँ मुस्लिम हुनुहोस्, क्रिस्चियन हुनुहोस्, बौद्ध हुनुहोस्, हर कोही जोसुकै हुनुहोस्। म सम्पूर्णको जीवन कल्याणको लागि महादेवसँग सदैव प्रार्थना गर्छु, महादेवसँग भिख माग्छु क्या, दुनियाँको उद्धार गरिदिनु बाबा भनेर भिख। अनि आएर हामीले यो भनौँ न सामाजिक सञ्जालमा आएर अनैतिक कार्यहरू गर्नु हाम्रो हिन्दू सनातनमा नेगेटिभ प्रभाव पर्छ है, बुझिराख्नु। धर्म विश्लेषण हामीले नै गरेको, तन्त्र के हो, मन्त्र के हो, ज्ञान के हो, कुज्ञान के हो होइन,
साधना के हो, साधक के हो, धामी झाँक्री माता होइन, बैरागे, अनि बोक्सिनी, डाकिनी, छेदा भेदा कठपाइले डङ्किनीहरू होइन, हिउँदो डुल्लले सपेस जग जागिर र मरिमसानहरू यिनीहरू के हो त? यसको अस्तित्व के छ? सबैले विश्लेषण गर्नुहोस्, अझै गहिराइमा गएर साधना गर्नुहोस्, मन्त्रतन्त्रलाई यति कठोर शक्तिशाली बनाउनुहोस् कि भन्नुहोस् नि, अरे वाह, यो चाहिँ हो है, हिन्दू सनातन हो भन्ने बनाउनुहोस्। जय श्री महाकाल, जय आदेश गुरु गोरखनाथ।